आन्टी आउनलाई कस्तो लाग्यो? एकदम रमाइलो राम्रो छ। यहाँबाट तल जाँदैछौँ बिस्तारै। यहाँ खतरा भ्यू आइरहेछ होइन पहाडको। पुरै गाह्रो छ गाइस जान त। बाटो यस्तो बाटो छ है। हामीलाई लाठीको सहारा लिनु पर्यो। तो चलिए शुरू करते हैं। सो हेलो गाइज वेलकम टू माई न्यू ब्लॉग। सो आज हामी जाँदैछौँ पाथिभरा मन्दिर होइन। यो टावर पनि हो। हामी आज सघाउने छ त्यसको कारणले हामी फेरि सकेका छौँ होइन। अनि यो साथीहरू छ अब हामी घुम्छौँ अनि आज इन्जोय गर्छौँ। सो सबैजना कन्ट्री बस्नु होला हेर्नु होला। आज हामी पाथिभरा जाँदैछौँ र पाथिभरा जाँदाखेरि बाटोमा अहिले हेर्न सक्नुहुन्छ करिब अहिले 9 बजिरहेछ। यो ठडकको अवस्था हेऱ्यो भने धेरै अहिले हुस्सो लागेको छ है। अहिले मलाई यति घाम पनि आएको छैन। धेरै चिसो छ गाइज। अरू चिसो भनेको ठन्डा ठन्डाले मान्छे मरिरहेको छ त हेर्न सक्नुहुन्छ। म त केही लागेकै छैन। त्यो गाडी कस्तो मलाई जाडो लाग्दैन के गाडी लाग्छ यो आफै एउटा हिटर छ यो। त्यही भएर त केटी भन्छु इला। केटी हो कि दुवैजना केटी हिटर हो यो हिटर। केटी भएर हिटर छ के यसले। अहिले हामी पाथिभरा प्रवेशद्वारमा आइसकेका छौँ होइन। अब हामी भित्र छिर्दैछौँ बिस्तारै। 3 घण्टा जति लाग्छ। अब हामी बिस्तारै यहाँबाट जान्छौँ माथि होइन। बाटोबाट हिँडेर तपाईँको लास्टसम्म हेर्नु होला होइन। अहिले हामी भित्र आधी बाटोमा आइसकेका छौँ होइन। आधी बाटो अनि हामी थाकिसकेछौँ धेरै। अनि धेरै गर्मी पनि भइरहेछ यति चिसो मौसममा पनि हामीलाई धेरै गर्मी भयो होइन। अहिले जानु बाँकी नै छ। सो तपाईँहरू लास्टसम्म हेर्नु होला भिडियो अनि इन्जोय गर्नु होला रमाइलो गर्नु होला होइन। यहाँ पनि आउनु होला अनि यहाँ पनि आउनु होला घुम्न रमाइलो गर्न। यदि तपाईँले लोकेसन चाहिएमा कसरी जान सकिन्छ ठ्याक्कै मलाई ठडा बस पार्कबाट त्यो हामीलाई मलाई मेसेज गर्नु होला। हामी तपाईँलाई लोकेसन पठाइदिन्छौँ। सो गाइज अहिले घाम आइसकेको छ होइन अलिअलि। अनि हामी माथि आइसकेका छौँ। अहिले यस्तो छ बाटो यस्तो हालत छ अहिले। सो तपाईँहरू लास्टसम्म हेर्नु होला। अहिले अझै अगाडि जानु छ। धेरै गाह्रो छ गाइज जान त। बाटो यस्तो बाटो छ है। अब हामी जाँदैछौँ अलिअलि बिस्तारै। सो गाइज अहिले हामी आइसकेका छौँ होइन। अब ऊ अलिकति टाढा छ त्यहाँ आइसक्यो हामी। हामीलाई लाठीको सहारा लिनु पर्यो। सो अब हामी पुग्ने बेला नै छौँ। एकदम पानीको खाजाहरू लिएर आउनु साथमा किनकि लास्टै चढ्न गाह्रो हुन्छ। हामीहरूको हालत खराब भइसक्यो। सो तपाईँहरू आफ्नो सतर्कता अपनाएर आउनु होला। सो अब अगाडि हामी अब पुगिसकेका छौँ। सो तपाईँहरू लास्टसम्म हेर्नु होला। अझै अगाडि के छ हेराउँछु। अनि लास्टमा एउटा कुरा भन्न चाहन्छु। सो तपाईँहरू कन्टिन्यू बस्नु होला है। सो गाइज अहिले हामी मन्दिरभित्र आइसकेका छौँ होइन। अब मन्दिरभित्र जाँदैछौँ। यहाँभित्र छिरिसकेका छौँ हामी। बिस्तारै मन्दिरभित्र जान्छौँ अनि त्यहाँ पूजापाठ गर्छौँ अनि केही मन्नतहरू माग्छौँ। सो तपाईँहरू हेर्नु होला आउनु होला अनि आउनु होला। हामीहरूको हालत खराब भइसकेको छ अहिले। अब हामी बिस्तारै त्यहाँ गएर अलि आराम गर्छौँ अनि पूजा गर्छौँ अनि फेरि घर फर्किन्छौँ। सो आन्टी आउनलाई कस्तो लाग्यो? एकदम रमाइलो राम्रो छ। सो तपाईँहरू पनि आउनु होला धेरै रमाइलो गर्नु होला होइन। सो गाइज अहिले हामी मन्दिरभित्र आइसकेका छौँ होइन। सो यो छ मन्दिर। अहिले हामी भित्र जान्छौँ। सो तपाईँहरू कन्टिन्यू बस्नु होला होइन। सो गाइज हामी अहिले मन्दिरभित्र आइसकेका छौँ होइन। सो तपाईँहरू कन्टिन्यू बस्नु होला। यहाँ छ मन्दिर। सो गाइज हामी फाइनली यहाँ पुगिसकेका छौँ होइन। सो अब मन्दिरभित्र आइसकेका छौँ। अब पूजा गरिसक्यो। अब हामी सबै भइसक्यो। अब हामी जान्छौँ घर। यो छ मन्दिरको भ्यू खतरा आइरहेछ है। यहाँ त घाम पनि आइसकेको छ। सो अब हामीहरू घर जाँदैछौँ। अहिले पूजापाठ गरिसक्यो। अलिकति अब घुम्छौँ नास्ता गर्छौँ अनि घर जान्छौँ अब। सो तपाईँहरू
तपाईँको लास्टसम्म हेर्नुहोला अनि भिडियो कस्तो लागिरहेछ कमेन्टमा भन्नुहोला है। सो गाइज हामी घुमेर आइसकेका छौँ होइन, बाटोमा आइसक्यो। सो अब हामी यहाँबाट तल जाँदैछौँ बिस्तारै। यहाँ खतरा भ्यू आइरहेछ होइन पाहाडको। सो तपाईँहरू हेर्नु अनि अब हामी बिस्तारै इन्जोय गर्दै तल जान्छौँ बाटोबाट। अनि सो तपाईँहरू कन्टिन्यू बस्नु होला अनि यही लास्टमा के छ सबै हेराउँछु होइन। सो हेलो गाइज, अहिले हामी तल आइसकेका छौँ होइन। अब हामी जाँदैछौँ कोठातिर होइन। सो हामीले भनेको थियो कि लास्टमा एउटा कुरा भन्छु। सो त्यो यो छ कि जिन्दगी चाहिँ धेरै सानो छ, इन्जोय गर्नु रमाइलो गर्नु अनि जिन्दगीलाई चाहिँ आनन्दपूर्वक बनाउनु होइन। किनकि यो फेरि यो जिन्दगी वापस मिल्छ कि नै कुनै ठेगाना छैन। कहिले मर्छौँ कहिले हामी जिन्छौँ कुनै त्यसको ठेगाना छैन। सो घुम्नु इन्जोय गर्नु रमाइलो गर्नु अनि फेरि हामी नेक्स्ट ब्लगमा भिडियोमा भेट्नेछौँ। सो आजको ब्लग कस्तो लाग्यो कमेन्टमा भन्नु होला। आजको लागि यति नै ल। अब अर्को कुन ठाउँमा हामी गएर ब्लग बनाउँ त्यसको पनि कमेन्ट गरिदिनु होला। लभ यु अल। बाई बाई, टेक केयर।